वास्तुदेव है इनके पिताश्री अस्त्र शस्त्र देवों के बनाए त्रिशूल बनाए अद्भुत विरल आपकी माया इंद्रदेव का वज्र बनाया धनुष बनाया प्रभु राम का जिससे काली किया संहार कलाकारी अपनी दिखलाई सरस्वती की वीणा बनाई पवन सतीर्थ चलने वाला इस हल को रखते हैं हल पर जिस नैया पर बैठ इंद्रपुरी या यमुनापुरी हो आपने ही तो बनाया सभी कलाओं में हो निपुण तरह तरह की आप में है गुण आपके जैसा कोई न दूजा कुबेर देव नगरी को भी आपने ही तो सजाया स्वामी अपनी कला से सभी सजाए तुम पर आप कभी भूल गए सोने की नगरी बनाई तुमने अपनी कला शिव शंकर से अद्भुत सुंदर जब रावण सीता हर को लै साथीभाइ अब चाहिँ मेरो पूजा पनि सकियो। अब चाहिँ सबै कम्प्लिट भयो, पूजाहरू सबै गरिसक्यो। अब चाहिँ एकछिनमा फेरि तल जानुपर्छ, पण्डितकोबाट पनि पूजा गर्नुपर्छ। आज चाहिँ यहाँ चाहिँ घरमा चाहिँ आफै गर्नुपर्छ। अन्त तल चाहिँ पण्डित छ, पण्डितले गर्छ फेरि दिउँसो चाहिँ। यसको चाहिँ सेल लाग्नेवाला छ अब यो पूजा पछाडि चाहिँ। यो चाहिँ तपाईको 2023 मोडलको हो। तपाईहरु कोही किन्ने इच्छा छ भने चाहिँ तपाईहरुले चाहिँ मसँग कन्ट्याक्ट गर्दा हुन्छ। कमेन्टमा नम्बर दिनु होला, म कन्ट्याक्ट गर्छु। यो चाहिँ 2023 मोडल हो। 3400 मात्रै किलोमिटर मात्रै कुद्दैछ। यो चाहिँ नयाँ छ। यो चाहिँ मेरो नानीलाई किनिदिएको थियो। अब नानी चाहिँ अब कलेजमा लगेन, त्यही कारणले अब यसलाई चाहिँ राखिराख्दा पनि बिग्रिन्छ कि जस्तो लाग्छ। बेला बेलामा चाहिँ कुदाउँछु म। त्यही कारणले चाहिँ म चाहिँ यसलाई चाहिँ सेल गर्दैछु है साथी हो। नयाँ छ है। हेर्नुहोस्, सिट कभरदेखि लगेर केही डिफेक्ट छैन यसको। ल हेर्नुहोस्, यो चाहिँ 3400 किलोमिटर मात्रै कुद्दैछ है। तपाईको यहाँ हेर्नुहोस्, कम्पनीको टायर छ है। कम्पनीको टायर, यो सबै कम्पनीकै, एउटा केही चलाएको छैन। खालि राखिराख्नु मात्रै हो। यो चाहिँ यस्तो छ सफा। यसको ब्रेक लाइनिङ प्याड धरि फेरेको छैन, जस्तोको त्यस्तै छ। नयाँ मोडल, कन्ट्याक्ट गर्नु होला। ल हेर्नुहोस्, यो कम्पनीकै टायर हो। यसको लाइनिङ पनि फेरेको छैन, यस्तो खालको छ। एउटा स्क्रैच पनि छैन।
यसलाई चाहिँ सेल गर्दै चाहिँ को चाहियो भने चाहिँ तपाईँहरूले मलाई कमेन्टमा बताउनु होला, त्यहाँदेखि दाम बताइदिन्छु यसको प्राइस चाहिँ। यसको त फेरि बहुत महँगो छ नि, फेरि यसको त दाम लाउनु सक्दैन होला, यो चाहिँ नबेचौँ होला। त्यही मेरो गाडी चाहिँ डेकोरेसन गरेर यसरी मनाएको छ। आज चाहिँ विश्वकर्मा पूजा, यो संसारभरि नै यसो मनाउने यो हाम्रो विश्वकर्मा बाबाको यो पूजा चाहिँ हाम्रो जति पनि फलामहरू हुनेले, अब गाडी मात्रै भन्नु होइन, मेसिन हुन्छ, घाँस काट्ने हाँसिया हुन्छ, कचिया हुन्छ, काँटा कोदाली, यो जति पनि फलामको चिज जति चाहिँ उहिले उत्पत्तिमा चाहिँ विश्वकर्मा बाबाले चाहिँ बनाउनु भएको कि भनेको मलाई पनि त्यति याद छैन। त्यस्तो पाराले चाहिँ अब मनाउँछ, मलाई त्यसको बारेमा साह्रो अलिक जानकारी छैन हो। अन्त सबैले यसरी मनाउनुपर्छ, हामीले पूजा गर्नुपर्छ, हाम्रो गाडीहरू नराम्रो एक्सिडेन्टहरू नहोस्, गाडीहरू नबिग्रियोस् भनेर चाहिँ हामीले चाहिँ आजको दिनमा चाहिँ विश्वकर्मा बाबालाई चाहिँ हामीले यसरी बल बिन्ती गरेर चाहिँ शक्ति माग्छौँ हामीले। अन्त यसरी चाहिँ हामीले पूजा गर्ने चलन छ। ओके, बाई बाई, हेर्दै गर्नु ल भिडियो। अर्को भिडियो पनि लिएर आउनेछु अब नेक्स्ट तलको, अब जुन चाहिँ हाम्रो पण्डितले गर्नेको पूजामा पनि। यो चाहिँ घरको पूजा, घरमा गरेको, आफै गरेको।